सम्पूर्ण भाइ-बहिनीहरुमा नमस्कार। म आज विशेष गरी कक्षा 7 बाट सुरु हुने अर्थमेटिक मिन अर्थात् मध्यक भन्ने पाठबाट विशेष गरी तथ्याङ्कशास्त्र भन्छ स्ट्याटिस्टिक्स बाट अर्थमेटिक मिनबाट एउटा क्वेशन ल्याएको छु भाइ-बहिनीहरु। विशेष गरी यो क्लास 8 मा 9 10 मा एकदमै सम्भावित क्वेशन पनि आउने त्यसको लागि म एउटा क्वेशन बनाएको छु। फाइन्ड द अर्थमेटिक मिन अफ द फलोइङ क्वेशन भनेको छ। हामीलाई चाहिँ एउटा क्वेशन दिएको छ भाइ-बहिनीहरु। एक्स र एफ भनेको एक्स भनेको चाहिँ हामीले डाटा सम्झिनु पर्यो। यो चाहिँ डाटा हो। एफ भनेको फ्रिक्वेन्सी 4 6 7 3 5 फ्रिक्वेन्सी दिएको छ हामीलाई। यो क्वेशन चाहिँ हामीले यहाँबाट बनाएको छ भाइ-बहिनीहरु। डाटा एक्स अनि एफ भनेको फ्रिक्वेन्सी। अब यो क्वेशन हामीले के गर्नुपर्ने छ, अब सल्भ गर्नुपर्ने हुन्छ भाइ-बहिनीहरु। यसलाई सल्भ गर्ने कसरी त भन्ने कुरा म यहाँ देखाउन गइरहेको छु। भाइ-बहिनीले कमेन्टसँग लेखिजानु है त। ओके, सल्युसन भनेर आएको छ। हामी सुरुमा सल्भ गर्नु छ। टेबल फर अर्थमेटिक मिन भनेको छ हामीले के गर्नु पर्यो, अर्थमेटिक मिन निकाल्न यो दिएको डाटा चाहिँ के छ, डिस्क्रिट डाटा छ। यसको हामीले सुरुवात गर्नु पर्छ पहिला यसको एउटा टेबल क्रिएट गर्नुपर्ने हुन्छ। एक टेबल हामीले यहाँ भर्टिकल देखेको छ भाइ-बहिनीहरु। यसलाई मैले एक्स एफ भइहाल्यो। यो यही भएको कुरा हामीले रिपिट गरेर लेखेको छ हामीले यहाँ। सल्भ गर्नुको लागि हामीले एक्स र एफ भन्ने निकाल्नु पर्ने हुन्छ भाइ-बहिनीहरु। यो एक्स एफ भनेको चाहिँ एक्स इन्टु एफ भन्ने कुरा बुझ्नु पर्ने हुन्छ। यसले के भन्छ भने एक्स मा भएको डाटा र एफ रेसिप्रोकल लाई के हामीले मल्टिप्लाई गरेर भन्ने कुरा बुझाउँछ। यसलाई मल्टिप्लाई गर्दै जाऊ हामीले पाली पालो। ओके, अब हामीले मल्टिप्लाई गरेपछि अब हामीले एफ भनेको छ। यो एफ मा भएका सम्पूर्ण फ्रिक्वेन्सीलाई जोड्यो भने के हुन्छ, यो नम्बर अफ अब्जर्भेसन भन्ने कुरा हुन्छ। त्यही यो चाहिँ हामी यान हो। टोटल यान निकाल्नु हामीले कति रहेछ 25। यहाँ समेसन एफ एक्स भन्ने हुन्छ। एफ एक्स एफ मा भएको कोलमको सबै कुराहरु जोड्नु पर्यो है त। यो कति आयो 390 आएको छ। अब यसलाई अब हामीलाई थाहा छ अर्थमेटिक मिन एक्स बारेको के हुन्छ फर्मुला समेसन एक्स एफ एक्स और एक्स एफ अपन यान हुन्छ। यो फर्मुला छ हामीसँग। हामीले उसका भ्यालु यहाँ राखेको छ। भ्यालु राख्यो भने एन्सर कति आउँछ 63.6। यसले चाहिँ यो डाटाको एभरेज मार्क्स दिन्छ। बेसिकली यो सम्पूर्ण डाटालाई जनाउने एउटा सिंगल भ्यालु दिन्छ, जसलाई हामी टाइपिकल भ्यालु पनि भनिन्छ भाइ-बहिनीहरु। यो 63.6 के गर्छ भन्दाखेरि यो डाटामा एक्स मा भएको सम्पूर्ण नम्बरलाई के गर्छ, समराइज गर्दछ भाइ-बहिनीहरु। यो कुरा हामीले बुझ्नु पर्ने पनि हुन्छ। भाइ-बहिनीहरु यसरी चाहिँ हामीले समेसन एफएक्स अपन यान गरेर हामीले अर्थमेटिक मिन निकाल्न सकिन्छ। यस्तै गरेर मैले क्वेशन पुरा फेरि बनाउने छु भाइ-बहिनीहरु। एकचोटि राम्रोसँग हेर्नु होला। यसलाई मैले अब रिसेट गर्छु एकचोटि। रिसेट गरेर मैले क्वेशन चेन्ज गर्छु यहाँबाट 56 44 35 45 ओके 35 नेक्स्ट 50 37 ओके। दिस क्वेशन अफ चेन्ज डाटा मैले चेन्ज गरेको छु। यहाँ पनि चेन्ज हुन्छ। यसै म अब यहाँ फ्रिक्वेन्सी पनि चेन्ज गर्छु भाइ-बहिनीहरु। 6 7 5 8 4 5 आइसक्यो हामीसँग टेबलमा चाहिँ हामीले यहाँ कोलम 5 वटा बनाएको भएर यहाँ पनि 5 वटा अङ्क 5 चढाउनु पर्ने हुन्छ। इन्टर गर्दै यो पनि यही अनुसार चेन्ज भएको छ भाइ-बहिनीहरु है त। यो हिसाब चेन्ज भएको छ। अब यसलाई तिमीले पुरा सल्भ गर्ने कोसिस गर है त। जस्तो राम्रो गर्यो त्यसैगरी सल्भ गर्ने। यसलाई पनि नेक्स्ट म यसलाई अब रिपिट गरिन, म सारा देखाउने छु। हजुरले पनि हेर्नुस् है त। यहाँ मैले एक्सेप्ट गर्यो जहाँले यहाँ गर्छ। यो चाहिँ मैले आफै बनाएको डकुमेन्ट हो भाइ-बहिनीहरु जियोजेब्राबाट। यसरी चाहिँ हामीले अर्थमेटिक मिन 43.23 पाउन सक्छौं यो डाटाबाट है त। अब एउटा क्वेशन तिमीले गर अनि म चाहिँ चेक गर्छु है। चेक गर्न चाहिँ गर्ने आफैले गर्नुपर्ने हुन्छ। धेरै क्वेशनहरु म्याथमेटिक्समा जति प्र्याक्टिस गरिन्छ उति आउने कुरा हो।
टोटल 1 2 3 4 5 6 ओके मैले मेन्सन गर्छु 8 9 7 10 12 ओके 5 आफ्टर दिस क्वेसन चाहिँ क्वेसन सल्भ गर्नु भाइ बहिनी सबैले अनि चाहिँ एकैछिन भिडियो यहाँनिर पज गरेर पछि केही समयपछि आफू एन्सर आइसकेपछि मात्रै यो भिडियो हेर्नु होला म यहाँ सर गर्छु भिडियो लामो बनाइन मैले यसरी चाहिँ हामीले अर्थमेटिक मिन निकाल्न सकिन्छ है त तिमीले त्यो क्वेसनलाई चाहिँ पहिला सुरुमा सारेर यो नहेरिकन गर्ने अनि एन्सर मिल्छ मिल्दैन लास्टमा पुनः भिडियो पुराचोटि हेरेर चेक गर्ने है त थ्याङ्क यू भाइ बहिनीहरू कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला धन्यवाद।